नेपालको सेकेन्ड गेमको प्री म्याच एनालाइसिसमा सम्पूर्णलाई स्वागत छ। नेपालले आज जापानसँग खेल्दैछ। म्याच भरे 4:15 रहेको छ। जापानले कुवेत जस्तो स्ट्रङ टिमलाई जित्दै हिस्ट्री क्रिएट गरेको छ। ब्याटिङ बलिङमा जापानले निकै राम्रो प्रदर्शन गरेको हो। पुरानो क्वालिफायरको जापान र अहिलेको जापानको कम्पेरिजन गर्दाखेरि म्यासिभ डिफ्रेन्स हामी पाउन सक्छौँ। पहिला 20 देखि 50 रनसम्ममा प्याकअप हुने जापान अहिले 170 प्लसको टार्गेट चेज गर्न सफल भएको छ। जापानले आफ्नो फेसबुक वालहरूमा वाट इफ भन्दै धोनी, कोहली, रोहित शर्माको पोस्टहरू हालिरहेको थियो। त्यसले के दर्शाउन खोजिरहेका थिए उनीहरू भन्दाखेरि अब जापान स्ट्रङ भइसकेको छ। स्ट्रङ माइन्डसेट र स्ट्रङ स्किल छ जापानिज प्लेयर्सहरूमा र हामी यो क्वालिफायरमा देखाउँछौँ भनेर उनीहरूले म्यासेज दिन खोजिरहेका थिए। तर हामीले एज अ जोकको रूपमा हेरिरहेका थियौँ। जापानले कुवेतलाई जितेपछि नेपाललाई घाटा भएको छ। नेपालको 2 अङ्क र म्यासिभ रन रेट सबै 0मा गएको छ। यो क्वालिफायर भन्दा अगाडि जापानले विभिन्न ठाउँमा गएर ट्रेनिङहरू गरिरहेको थियो। इन्डिया, श्रीलङ्का र साउथ अफ्रिका। करेन्टली चाहिँ साउथ अफ्रिकामा गएर उनीहरूले ट्रेनिङ गरेका थिए र त्यसकै आउटपुट हो भन्यो म्याचको रिजल्ट। आज भने कुवेतले एकदमै नराम्रो बलिङ गरेको थियो एज कम्पेरिजन टु नेपालसँगको बलिङ र हिजोको बलिङ हेर्दाखेरि कुवेतको बलिङ एकदमै नराम्रो थियो। त्यस कारणले गर्दा पनि जापानले यो म्याच जित्न सफल भएको थियो। अब नेपालको कुरा गरौँ। नेपाल भर्सेस कुवेत गेमकै हो। नेपालले चाहिँ आफ्नो ब्याटिङमा कम्पोजर देखाइरहेको थियो। स्पेसल्ली कुशल भोर्तेले एकदम सम्हालिएर सिङ्गल डबल जति बेला बााउन्ड्री हान्नु पर्ने त्यति बेला बााउन्ड्री हान्दै गेमलाई अगाडि लगिरहेका थिए भने अन्य ब्याट्सम्यानहरूले चाहिँ सम्हालिएर खेल्न खोज्दा पनि अलिक गाह्रो भएर उनीहरू आउट भइरहेका थिए। तर 18 ओभर थियो जब कुशल भोर्तेले 2टा चौका हाने र गुलसन झाले 3वटा छक्का हानेर गेमको सिनारियो नै चेन्ज गरिदिए। त्यो क्यामियो, गुलसन झाको क्यामियो र कुशल भोर्तेको 2टा बााउन्ड्रीले गर्दाखेरि नै नेपालले म्याच जित्न सफल भएको हो। यदि त्यो 18 ओभरमा स्पिन बलरको ठाउँमा फास्ट बलर आएको थियो भने नेपालले 3टा छक्का र 2टा चौका हान्न सक्दैन थियो। किन भन्नुहुन्छ भने नेपालले पेस बलरलाई खेल्न एकदमै कठिन भइरहेको थियो कुवेतको गेममा। नेपालको बलिङ र फिल्डिङ डिपार्टमेन्ट हेर्दाखेरि चाहिँ एकदमै राम्रो थियो कुवेतसँग। रनआउट दिपेन्द्र सिंहको साथसाथै बलिङमा एकदमै टाइट लेन्थ एन्ड लाइनमा नेपालले बलिङ खेलिरहेको थियो। सन्दीप लामिछाने 2 ओभर एक्सपेन्सिभ भए तापनि पछिल्लो ओभरमा कमब्याक गर्न सफल भएका थिए। नेपालको बलिङ र फिल्डिङ देखेर कुवेत त हेरेको भएको थियो हिजो गेममा। अब लागौँ आजको गेमको कुरा गरौँ। नेपाल भर्सेस जापान। कुवेतलाई हराइसके पछाडि नेपालले जापानलाई स्लाइटलीको रूपमा लिएको छैन, के पनि लिनु पनि हुँदैन। नेपालले बलिङ र फिल्डिङ डिपार्टमेन्ट राम्रो गरेर जापानलाई ध्वस्त गर्न सक्छ। ध्वस्त गर्नै पर्छ हामीले जापानलाई। आजको गेममा नेपालले इनकेस पहिला ब्याटिङ गर्यो भने 200 प्लस स्कोर बनाउनै पर्छ। कम्पलसरी म्यान्डेटरी नै छ। या सुरुमा बलिङ पायो भने नेपालले जापानलाई 100 रनभित्र जसरी भए पनि प्याकअप गर्नै पर्छ। नेपालले यो गर्नै पर्छ किनकि आउँदो सुपर 6मा नेपाललाई एडभान्टेज हुनको लागि नेपालले आज मैले यो भनेको 2टा पोइन्ट चाहिँ नेपालले गर्नै पर्छ। भरे गेममा गर्नै पर्छ। नेपालले एनी हाउ 2 पोइन्ट्स त लिनै पर्छ प्लस राम्रो रन रेट पनि हुनैपर्छ आज जापानलाई जितेर। जापानको स्ट्रेन्थ भनेको चाहिँ मेनली उनीहरूको चाहिँ टप अर्डर ब्याट्सम्यानहरू एकदमै राम्रो पाएको छु मैले चाहिँ। हिजो कुवेतको गेमसँग पनि कम्पेरिजन गर्दा हुन्छ एज वेल एज हाम्रो अस्ति युएईसँगको गेममा पनि जापानले एकदमै राम्रो ब्याटिङ गरेको थियो।
रहमान जसले हिजो डेब्यू गरे 60 प्लसको स्कोर बनाएको थिए। अब क्याप्टेनको कुरा गरौँ, क्याप्टेन एकदमै राम्रो ब्याट्सम्यान हुन् क्याडवाकी, रविचन्द्रन, अभिषेक र अन्य ब्याट्सम्यानहरू एकदमै राम्रो रहेका छन्, जसले पावर हिटिङ पनि मजाले गर्न सक्छन् र सिङ्गल डबल पनि राम्रोसँग लिइरहेका थिए। बलिङको कुरा गर्दाखेरि जापानको रविचन्द्रन र सुजुकी एकदमै राम्रो बलर पाएको थियो हिजो गेममा। नेपालले यो दुईवटा बलरसँग चाहिँ अलिक सम्हालिनुपर्छ, अरू बलरलाई त मजाले कुर्दा हुन्छ। नेपालको कुरा गरौँ, नेपालको टप अर्डर ब्याट्सम्यान कुशल भोटेल र आसिफले होइन पावर प्लेमा 6 ओभरमा 70-80 रन बनाउनुपर्छ। पावर प्लेमा 70-80 रन बनायो भने नेपालले इजिली 200 प्लसको टार्गेट दिन सक्छ जापानलाई। र एट्याकिङ माइन्डसेटले खेल्नु पऱ्यो कुशल भोटेलले चाहिँ, आसिफ शेखले चाहिँ कुशल भोटेललाई स्ट्राइक दिनु पऱ्यो, कुशल भोटेलले चाहिँ हरेक बल बााउन्ड्री हान्न खोज्नु पऱ्यो। आज चाहिँ किन हरेक बल बााउन्ड्री हान्न खोज्नु पर्छ भन्दाखेरि चाहिँ कुशल भोटेलमा त्यो क्षमता र कौशल छ क्या हान्नको लागि, त्यही भएर म भन्दछु। र रोहित पौडेल पनि आउने बित्तिकै अट्याकिङ माइन्डसेट भएर हरेक बललाई अट्याक गर्ने राम्रोसँग। अब बलमा बााउन्ड्री ल्याउनुपर्छ भन्ने छैन, सिङ्गल डबल पनि त्यो बल डट हुन दिनु भएन। आज मेन चाहिँ बल डट हुनु भएन, सिङ्गल आउनु पऱ्यो कि बााउन्ड्री आउनु पऱ्यो कि डबल कि 3 रन आउनु पऱ्यो। अलिक जापानको फिल्डिङ कमजोरी पनि छ, त्यो पनि हामीले फाइदा उठाउनै पर्छ। र आज प्री म्याच एनालाइसिसमा म लास्टमा प्लेइङ 11 घोषणा गर्दछु। नेपालको प्लेइङ 11 कस्तो हुन्छ त? सेम एज कम्पेरिजन टु फर्स्ट म्याच होइन, कुशल, आसिफ, रोहित, फेरि कुशल मल्ल, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल गामी, नन्दन यादव, सन्दीप र ललित हुनेछन्। आजको प्री म्याच एनालाइसिस यति नै। फेरि हामी भेट्ने नै छौँ सुपर 6को प्री म्याच एनालाइसिसहरू लिएर। त्यहाँसम्म पर्खिनु होला। धन्यवाद।